Convention for the Protection of Cultural Property in the event of the armed conflict अर्थात यो द्वन्द्व शब्दलाई आर्म कन्फ्लिक्टको समयमा कल्चरल हेरिटेजलाई कसरी बचाउने भन्ने सन्दर्भमा पनि के रे यो विभिन्न प्रक्रिया र प्रोसेसहरु कन्भेन्सनहरु लागू भएको अवस्था छ र यो आजको नारामा दुईटा मूल विषयले एउटा के रे यो प्राकृतिक डिजास्टर्स प्लस यो कन्फ्लिक्टले कसरी क्षति पुर्याउँछ र त्यसको कसरी तयारी गर्ने भन्ने भएको हुनाले त्यसको बारेमा कन्फ्लिक्ट चाहिँ मूलतः हाम्रो सन्दर्भमा युद्धको समयमा राजनीतिक द्वन्द्वको समयमा अथवा यी घटनाहरुमा मानवीय द्वन्द्वको कारणले भएको क्षति त्यसलाई पनि यसको मुख्य विषयवस्तु बनाइएको छ। विश्वमा द्वन्द्वको समयमा थुप्रै संस्कृतिहरु क्षति भएका उदाहरण छन्। हामीले पनि द्वन्द्वको समयमा केही हाम्रा सम्पदाहरु क्षति भएको अनुभव गरेका छौं। अहिले केही वर्ष अगाडिको पछिल्लो घटना द्वन्द्वले संस्कृतिलाई समाप्त पारेको उदाहरण यहाँहरु मध्ये धेरैलाई थाहा छ। अफगानिस्तानको बाह्यामको बुद्धको मूर्ति तालिबानहरुले क्षति पुर्याएका थिए। परिणाम स्वरूप युनेस्कोले त्यसलाई तत्कालै वर्ल्ड हेरिटेज साइटमा समावेश गरी इन्डेन्जरको लिस्टमा राखेको थियो। त्यसको आफ्नै कहानी छ। हो यी यस्ता घटनाहरुबाट कसरी यी सम्पदाहरुलाई क्षति पुगेको हुन्छ भन्ने सन्दर्भलाई पनि यो यसपालिको नाराले जोड्न खोजेको छ। र हाम्रो सन्दर्भमा 72 सालको भूकम्पले हाम्रा थुप्रै सम्पदाहरुलाई क्षति पुग्यो र यही क्षेत्रमा मात्रै पनि जहाँ हामी कार्यक्रम गरिरहेका छौं 11-12 वटा विश्व सम्पदा सूचीमा सूचीकृत संरचनाहरु ध्वस्त भएका थिए र टोटलमा त पुरातत्व विभागको चाहिँ उ अनुसार 920 वाला सम्पदा 1300 वटा गुम्बाहरु अनि चाहिँ 140 भन्दा बढ्ता काठमाडौँ उपत्यकामा आलिआली यो सम्पूर्ण लिस्टको बारेमा म चर्चा गर्न गइन र अब यो हुने निश्चित भयो। भूकम्प लगायत प्राकृतिक प्रकोपहरु र मानवीय कारणले हाम्रा सम्पदाहरुलाई क्षति पुग्ने निश्चित भयो भनेपछि यो यसपालिको नारामा एउटा महत्त्वपूर्ण विषय चाहिँ प्रिपेयर्डनेस अर्थात पूर्व तयारी चाहिँ के हुनु पर्यो त। प्राकृतिक प्रकोप हुनेवाला छ, त्यसले सम्पदालाई क्षति पुर्याउनेवाला छ भन्दा हाम्रो पूर्व तयारी चाहिँ के र कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा सामान्य कुराहरु राख्न चाहन्छु। पूर्व तयारीको सबैभन्दा ठूलो अचूक अस्त्र भनेको पूर्व तयारीको प्रकृतिहरुलाई घटना नघटेकै घट्नुभन्दा अगाडि नै त्यसलाई सम्बोधन गर्ने गरी यस्तो घटना घटेको अवस्थामा के कसो गर्ने भनेर डिजास्टर रिस्क म्यानेजमेन्ट प्लान भन्ने हुन्छ। यो विश्वव्यापी रूपमा गरिने काम हो र कस्तो प्रकारको प्राकृतिक प्रकोप भयो भने कसरी सम्बोधन गर्नुपर्छ, कसरी डिल गर्ने भन्ने विषयको बारेमा यो हेरिटेज रिस्क म्यानेजमेन्ट डिजास्टर रिस्क म्यानेजमेन्ट भन्ने तयार गर्नुपर्ने हुन्छ। अर्थात् यसमा विपद न्यूनीकरण सम्बन्धी क्रियाकलापहरु हुन सक्छन्। विपद पछिको पुनर्निर्माण नीति कार्यविधि निर्देशिकाहरु यसमा हुन्छन्। प्रशासनिक प्राविधिक औजारहरु हुन्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरो विपदपछि कसले के गर्ने, कसरी गर्ने, को हो पहिलो जिम्मेवार, को हो पहिलो एक्टर, यी कुराहरु त्यसमा चाहिँ नि निश्चित हुनुपर्ने हुन्छ। र यति भइसकेपछि हामीले विपदको समयमा पुरातत्व विभागको नेतृत्वमा फुल डकुमेन्टेसन लगायत तिनीहरुको डिटेल रेकर्ड राख्ने कामहरु गरेका थियौं। तर कतिपय ठाउँमा हामी कहीमा पनि कन्फ्युज भयौ। टाढा जानु पर्दैन, यही हनुमान ढोका दरबार क्षेत्रमा भत्किएका कतिपय स्मारकहरुलाई जब स्वयंसेवक लगायतहरुले यहाँ त भनौं न के रे यो 3-4 मन्दिर एकै ठाउँमा भत्किँदाखेरि ती 3-4 मन्दिरको कुन मन्दिरको अवयव के हो भन्ने कुरोमा यो उद्धार गर्दाखेरि विशेष ध्यान दिनुपर्ने हुन्छ। तर चाहिँ त्यो अलि ध्यान कम पुगेको कारणले गर्दा सबै एकै ठाउँमा हामीले थुपार्यौं नेशनल चोकमा ल्याएर पछि युनेस्को र पुरातत्व विभागले एक्सपर्टै हायर गर्नु पर्यो। यदि त्यहाँ चाहिँ तत्काल रेस्पोन्सको बारेमा हाम्रो कार्यविधि भएको भए त्यसको मेथोडोलोजीको बारेमा छलफल भएको भए सायद त्यो मिक्स हुन जाँदैन थियो होला भने भक्तपुर र पाटनको केसमा यो मिक्सको प्रवृत्तिहरु ज्यादै कम मात्रामा हुन गयो भन्दा यो सामान्य कसले रेस्पोन्सिबिलिटी लिने, हु इज रेस्पोन्सिबल फर व्हाट, यो घटना घटिसकेपछि यी यावत कुरोहरुको बारेमा त्यो म्यानेजमेन्ट प्लानमा हुनुपर्ने हुन्छ। र अर्को ज्यादै महत्त्वपूर्ण कुरो चाहिँ के हो भने यस्तो अवस्थामा धेर
बाँकी रहेको मुभेबल कल्चरल प्रोपर्टीहरूको लागि ज्यादा चाहिँ नि हराउने अथवा चोरी हुने, थप क्षति हुने आदि कुराहरू हुन्छ भने तिनीहरूलाई सुरक्षित ठाउँमा राख्नुपर्ने कार्य पनि हुन्छ। यो मैले जनरल यस कारणले भनेको हो कि र अनि अर्को ज्यादै महत्त्वपूर्ण कुरो हाम्रो 72 सालको भूकम्पले के सिकायो भने यस कार्यमा खट्ने स्वयंसेवकहरूलाई पनि यसको महत्त्व र यसको स्वयंसेवक कार्य गर्दाखेरि अवलम्बन गर्नुपर्ने केही आचार संहिताहरू, त्यति मात्रै होइन, इभेन्ट सुरक्षाकर्मीहरू जो यस कार्यमा तत्कालै खट्नुहुन्छ उहाँहरूलाई पनि सम्पदाको संरक्षण र व्यवस्थापन र पुनरुद्धारसँग सम्बन्धित कार्यक्रमको बारेमा केही चाहिँ तालिम कार्यक्रम सञ्चालन गर्नुपर्ने, केही इथिक्सहरू स्थापना गर्नुपर्ने हाम्रो यो गएको अनुभवले देखाएको छ। र हाम्रो सन्दर्भमा भन्दाखेरि भूकम्प गएको लगत्तै पछिको घटनालाई हेर्दा यति ठुलो डिजास्टरलाई थाम्ने गरी हामी पूर्व तयारीको अवस्थामा थिएनौँ। यो घटना घट्छ, यसपछि हामी यसरी एड्रेस गर्छौँ भन्ने पूर्व तयारीको अवस्थामा हामी थिएनौँ। हाम्रो अनुभवले चाहिँ त्यो देखायो। र के अरे अनि हामी त्यति सजग पनि थिएनौँ। काष्ठमण्डपको डेब्री हटाउन क्रेन छिराइयो के अरे, अनि हामीले त्यो अरू संरचनालाई जस्तै हेरिटेजलाई चाहिँ स्टिकर टाँस्यौँ, रातो स्टिकर, पहेँलो स्टिकर, के स्टिकर आदि। वेदर त्यो स्टिकर हेरिटेजको कन्जर्भेसनमा लागु हुन्थ्यो कि हुँदैन थियो त्यता बहस गरेनौँ। आंशिक रूपमा भत्किएका संरचनाले भत्काउन आदेश दियो सुरक्षाकर्मीलाई। यहाँलाई एउटा उदाहरण दिउँ, जयबागेश्वरीको मन्दिरको गजुर अलिकति टिल्ट भएको थियो, आंशिक रूपमा भत्किएको चाहिँ नि त्यो भत्काउनु भनेर सुरक्षाकर्मीलाई आदेश दिइयो। सुरक्षाकर्मीले त्यो गजुरलाई ढाल्नको लागि क्रेन प्रयोग गर्दा पनि ढाल्न नसकेर झन् बाङ्गो बनाएर छोड्नु पर्यो। हामी अवेर भएनौँ, न स्वयंसेवक अवेर भयौँ, न सुरक्षाकर्मीहरू अवेर भयौँ। त्यो खालको महसुस हाम्रो भूकम्प पछिको डाइरेक्ट प्रत्यक्ष रेस्पोन्सको पिरियडमा पर्याप्त मात्रामा देखिएको थियो। भनौँ यो के अरे त्यो विषयमा यो मैले किन भनिरहेको छु भने यस्ता प्राकृतिक प्रकोपहरू घट्नुभन्दा अगाडिको तयारी हो यो। त्यो बारेमा हामी पूर्ण रूपमा तयारी चाहिँ थिएनौँ। र इमिडिएटली रेस्पोन्सकै कुरो गर्दाखेरि के अरे यो इनिसियल इन्फर्मेसन प्राप्त गरियो, केही डकुमेन्टेसन सम्बन्धी क्रियाकलापहरू भए। तर यो जुन क्याटेगोरीको हिसाबमा हामीले के भनेका थियौँ भने पहिलो प्रायोरिटी पार्सियल्ली ड्यामेज मोनुमेन्ट्सलाई दिनु पर्थ्यो, किनभने त्यसको सर्टेन भाग बचाउन बाँकी थियो। तर हाम्रो प्रायोरिटी टोटल्ली कोलाप्स मोनुमेन्ट्सहरूमा गयो। त्यो पनि हाम्रो यसको अनुभवहरूले दिएको थियो। अनि अर्को एउटा महत्त्वपूर्ण पाटो चाहिँ के थियो भने पूर्व तयारीको सन्दर्भमा इमिडिएटली रेस्पोन्स गर्ने बेलामा टोटल्ली डिस्ट्रोय भएकोलाई के गर्ने हो, पार्सियल ड्यामेजलाई के गर्ने हो, सिम्पल रूपमा चाहिँ नि भत्किएकोलाई चाहिँ नि अथवा बिग्रिएकोलाई के गर्ने हो, कतिपयलाई लुटमाटबाट बचाउन गार्ड निडेड हो कि होइन, अथवा मुभेबल प्रोपर्टीलाई कसरी बचाउने आदि यावत कुराहरूको बारेमा छलफल हुनुपर्ने थियो। त्यो सबै कुराहरूको बारेमा हामी केही कमजोर भयौँ र केही चुकेको चाहिँ देखियो। र अर्को एउटा चाहिँ केही इन्फर्मेसन भयो है, त्यति बेलाको पुरातत्व विभागले र अरू सङ्घ संस्थाहरू निकायहरूले पनि प्रारम्भिक इन्फर्मेसन कलेक्सन गर्नका लागि ठुलो कामहरू गरियो। अनि पछि चाहिँ योजना आयोगको नेतृत्वमा पोस्ट डिजास्टर निड एसेसमेन्ट भनेर डिटेल कार्यक्रम चाहिँ त्यसमा पनि गरियो। केही कामहरू भने हामीले गऱ्यौँ र केही कुरो सिक्यौँ पनि त्यति बेला। तर पनि जति चाहिने भन्ने थियो रिकभरी फेजमा हामीले गर्न सकेनौँ। र एउटा कुरो चाहिँ हाम्रो त्यति बेला के ज्यादा महसुस गऱ्यौँ हामीले भने त्यस्तो विपद परिरहेको बेलामा, त्यसका कम्पन परकम्पनहरू गइरहेको बेलामा पनि चाहिँ सुरक्षाकर्मी लगायत यसमा संलग्न हुनेहरूले जुन तदारुकताका साथ प्रारम्भिक इन्फर्मेसन कलेक्सन गर्ने कामहरू भयो र गरियो, त्यो चाहिँ अरू देशको मान्छेहरूले पनि हाम्रो यसको चाहिँ बारेमा प्रशंसा गरेका छन्। र यति हुँदाहुँदै नेपालको 2072 सालको भूकम्पको अनुभवको बारेमा
हाम्रो अनुभव सेयर गर्ने क्रममा हामीलाई यो पुनरुद्धार कार्य गर्ने क्रममा केही चाहिँ अरू एक्टिभिटिजले पनि प्रभाव पारे। यहाँहरूलाई जानकारी गराउँ, हामी नयाँ संविधान बनाउने फाइनल स्टेजमा थियौँ। नयाँ संविधान के अरे 72 साल असोजको 3 गते हामीले जारी गऱ्यौँ। त्यसको केही महिनापछि इन्डियाले नाकाबन्दी गर्यो, सामग्रीहरूको समस्या भयो, आदि कुरो पनि हामीले यो सँगसँगै प्यारल रूपमा यसलाई असर पर्यो, जुन कुरो हामीले महसुस गरेका थियौँ। र पुनरुद्धार सम्बन्धी छुट्टै चाहिँ ऐन र निकायको स्थापना गरियो, भनौँ एनआरए भन्ने, जहाँ चाहिँ के भयो भने पुरातत्व विभाग त्यो हेर्ने निकाय छँदै थियो, उसलाई पनि एक्जिक्युट गर्ने अथवा आदेश दिने गरिकन अर्को निकाय स्थापना गऱ्यौँ र तिनीहरूमा दुईटाको बिचमा चाहिँ केही तालमेल नमिलेको जस्तो पनि देखियो भने जतिवटा काममा एनआरए इन्भल्भ भयो ती सबै विवादको घेरामा तानिए। अर्को महत्त्वपूर्ण कुरो चाहिँ हाम्रो यसबाट सिकाइ के रह्यो भने उनीहरूकोमा जसलाई यो जिम्मेवारी दियो उसकोमा हेरिटेज सम्पदा संरक्षण सम्बन्धी विज्ञ विशेषज्ञहरू कोही थिएनन्, तसर्थ उनीहरूले गरेको कामहरू सबै विवादको घेरामा आए। र यो घटनाले हामीलाई एउटा नयाँ पाठ पनि सिकायो। हेरिटेजप्रतिको हाम्रो बुझाइको स्तर, हामी कतिसम्म हेरिटेजको बारेमा बुझेका रहेछौँ भन्ने कुरोमा अन्तर्राष्ट्रिय समितिलाई हँसाउने सम्मका घटनाहरू हामीले गऱ्यौँ। त्यो के हो भन्नुहुन्छ भने के अरे हाम्रो पुरानो धरहरा ती छँदै हामीले भन्यौँ धरहराको पुनर्निर्माण भनेर सेतो टावर बनायौँ र विश्व जगतलाई हँसायौँ। हाम्रो बुझाइ यही नै रह्यो। उहाँ छेउमा आउनुभयो, मैले सक्न आँटेँ है, हो आएको हो, ओके। अनि त्यसपछि अर्को महत्त्वपूर्ण कुरोहरू चाहिँ के यो उसमा भयो भने हाम्रा मोनुमेन्ट्समा धेर काठहरू छन्, ती साइजका काठहरू नै पाइएन, उदाहरण काष्ठमण्डप हो। अर्को हाम्रो अनुभव पनि यहाँ सुनाउँ, जहाँ ज्यादा धार्मिक आस्थाका मोनुमेन्ट्सहरू छन् त्यहाँ सरकारको के अरे मुख ताक्नु परेन, स्वयं के अरे त्यो चन्दाबाट दाताहरूले दिएकोबाट चाहिँ नि मोनुमेन्ट कन्जर्भेसन भयो, पैसा उब्रियो। उदाहरणको लागि बौद्ध भने कतिपय ठाउँमा पैसा नै नभएर होला आज 10 वर्ष पनि पर्खेर बसिरहेका छन्। हाम्रै अगाडि नारायणको मन्दिर तपाईँहरूले देख्न सक्नुहुन्छ, किन पर्खेको अहिले डिजी साहब अथवा यहाँको सांसदजीहरूले जवाफ दिनु होला त्यसको बारेमा। यहीँ अगाडि टाढा जानु पर्दैन। यो हाम्रो चाहिँ नि यसमा यो हाम्रो अनुभव रह्यो। र अर्को एउटा कुरो हामीले चाहिँ के गर्यौँ भने भूकम्पको पिरियड गइसकेपछि एउटा भूकम्प प्रतिरोधी संरचनाको बारेमा ठुलो बहस गऱ्यौँ। तर त्यो भूकम्प प्रतिरोधी सेस्मिक रेसिस्टेन्ट हेरिटेजको कन्जर्भेसनको क्रममा कसरी एप्लाई हुने बारेमा छलफल गरेनौँ। इभेन टुडे सबैमा स्वाभाविकै हो, जसलाई पनि बलियो बनाउन मन लाग्छ, तर आजका मितिसम्ममा पनि व्हाट इज मिन बाई द सेस्मिक स्टेबिलिटी, हाउ टु डिफाइन इन रिलेसन टु द हेरिटेज, व्हाट इज मिन बाई रिट्रोफिटिङ, हाउ क्यान वी एप्लाई इन द केस अफ द ओल्ड हेरिटेज प्रोपर्टी, यी सबै प्रश्नहरू इभेन टुडे आजको मितिसम्म पनि अनुत्तरित नै रहे हाम्रो सन्दर्भमा। र यी हाम्रा क्रममा भइसकेपछि अन्त्यमा यो सबैलाई चाहिँ भनौँ के भन्छ कमेन्टको रूपमा मात्रै नलिकन यो पाठबाट यी इस्युजहरूलाई केलाउँदै हामीले राम्रा गरेका कामहरूलाई पनि केलाउँदै भावी रूपमा के गर्नुपर्छ भन्दा एउटै लाइनमा, चाहे यो प्राकृतिक प्रकोपको विषय होस् चाहे द्वन्द्वको समय होस्, द्वन्द्वले सिर्जित समस्याहरू हुन्, ती दुईटैलाई सम्बोधन गर्ने क्रममा घटना घट्नुभन्दा पहिले नै हाम्रो पूर्व तयारी के गरी गर्ने, कसरी गर्ने, कहाँबाट सुरु गर्ने, कहाँबाट अन्त्य गर्ने, हु इज रेस्पोन्सिबल फर वाट भन्ने कुरोको पूर्ण निर्धारण घटना घट्नुभन्दा पहिले नै गर्नु चाहिँ हाम्रो अहिलेको पहिलो आवश्यकता हो। र सम्भवतः भोलिका दिनदेखि नै यी कार्यमा हामीले प्रारम्भ गर्यौँ भने निश्चय नै यो सम्पदा दिवस देव मनाएको सार्थकता हुनेछ भन्दै मेरो प्रस्तुति यहीँ टुङ्ग्याउने अनुमति चाहे। धन्यवाद। आज विश्व सम्पदा दिवस हामी इन्टरनेसनल डे अफ मोनुमेन्ट एन्ड साइट 2025 मनाउने गरिरहेका छौँ। यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण सम्पदा प्रेमीहरूलाई सम्पदा संरक्षण र प्रवर्धनमा हामी सधैँ लागिरहन सकौँ भन्ने म शुभकामना पनि व्यक्त गर्न चाहन्छु।
अघि धेरै कुराहरू आइसक्यो, सबैलाई भोक पनि लागिसक्यो। म छोटो मात्र ल्याउन चाहन्छु। वास्तवमा नेपालमा विश्व सम्पदाको कुरा गर्दाखेरि हामी धेरै कुराहरू गर्छौँ र यदि नेपालमा कतिवटा विश्व सम्पदा छ भन्दा पनि हामी कहिलेकाहीँ अल्मलिराखेको अवस्था छ र नेपालमा हामीसँग भएको विश्व सम्पदा भनेको अहिलेसम्म धेरै हामीसँग आउटस्ट्यान्डिङ युनिभर्सल भ्यालु अद्वितीय सम्पदाहरू चाहिँ हामीसँग हजारौँको सङ्ख्यामा छ। ती सम्पदाहरूको आफ्नै मौलिक महत्त्व छ, परम्परागत स्वरूपमा बनेको छ, तिनीहरूको हरेकको आफ्नै महत्त्व छ। यति हुनाहुँदै पनि विश्व सम्पदामै सूचीकृत सम्पदा हामीसँग जम्मा 4वटा मात्रै रहेको छ। तीमध्ये 2वटा सांस्कृतिक सम्पदा र 2वटा प्राकृतिक सम्पदाहरू रहेको छ। आज यी सबै सम्पदाहरूको संरक्षण र सम्वर्धनप्रति जनचेतना र त्यस अभिवृद्धि गर्ने उद्देश्यले हामीले विश्व सम्पदा दिवस मनाउँदै आएका पनि छौँ र अघि पनि कुरा आइसक्यो। विगत 2000 वर्षदेखि हामी निरन्तर मनाउँदै आएका छौँ भने नेपालमा 2008 सालदेखि हामी सन् 2008 देखि निरन्तर रूपमा मनाउँदै आएका छौँ। यस वर्षको थिममा हामीले डिजास्टर एन्ड कन्फ्लिक्ट रेजिलियन्स अफ हेरिटेज प्रिपेयरनेस रेस्पोन्स एन्ड रिकभरी यो नारा चाहिँ युनेस्को र इकोमसले 3 वर्षको लागि 2024 देखि 2027सम्मको लागि त्रिवर्षीय रूपमा यही नारा राखेर हामी अब आउने विपदमा हामी पूर्व तयारी हुनुपर्छ। हाम्रो सम्पदाहरू संस्कृतिलाई संरक्षण गर्नुपर्छ र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो नाराका साथ हामी अगाडि बढिरहेका छौँ। आज हामीले यो कुरालाई आजको मुख्य हाम्रो कार्यक्रमको उद्देश्य पनि सकेसम्म सम्पूर्ण हामी सम्पदा प्रेमी साथीहरूले चाहिँ यो हाम्रो संस्कृति सम्पदालाई जसले बुझेको छैन उहाँहरूलाई पनि बुझाउने र विशेष गरेर कम्युनिटीलाई र सम्पूर्ण निकायहरूले सम्पदा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने संरक्षणको बाटोमा हामीले प्रेरित गर्ने उद्देश्यले पनि हामीले आजको यो कार्यक्रम आयोजना गरेका हौँ। नेपालको सन्दर्भमा हेर्दा हामी भूकम्प, बाढी, आगलागी जस्ता विभिन्न प्राकृतिक तथा मानवीय विपदहरूकोबाट सामाजिक राजनैतिक द्वन्द्वबाट पनि संस्कृति र सम्पदाहरू गम्भीर असर परेको हामीले देख्दै आएका छौँ। हिजो अस्ति जस्तै लाग्छ 72 सालको भूकम्प तपाईँ हामीसँग हाम्रो अहिले पनि हामी त्यो पीडामै छौँ। सम्पूर्ण सम्पदा बनिसकेको अवस्था छैन। त्यो बेलाका क्षतिहरूमा जुन 72 सालको भूकम्पले झन्डै देशभरि करिब 1600 सम्पदाहरू क्षति पुगेको थियो भने 31 जिल्लामा मात्रै 920वटा सम्पदाहरू क्षति भएको थियो र त्यसमा गुम्बाहरू 215वटा प्राचीन गुम्बाहरू पनि छन् र विश्व सम्पदा क्षेत्रमा मात्रै झन्डै 170वटा सम्पदाहरू क्षति पुगेको अवस्था थियो र ती सम्पदाहरू क्षति पुगे पनि हामी सबै मिलेर एकबद्ध विभिन्न निकाय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरू र राष्ट्रभित्र पनि सङ्घ, प्रदेश र स्थानीय निकायहरू सबै स्थानीयवासीहरू पूर्ण समिति विभिन्न ठाउँबाट हामीले संयुक्त रूपमा एकताबद्ध भई ती सम्पदाहरूलाई मौलिक स्वरूपमा र परम्परागत प्रविधिबाटै सकेसम्म हामी संरक्षण गर्नको लागि प्रयासरत रह्यौँ र हामीले धेरै सम्पदाहरू अहिलेसम्म करिब 815वटा सम्पदाहरू हामीले पुनर्निर्माण कार्य सम्पन्न गरिसकेका छौँ र यसलाई पनि हामीले अरू सम्पदाहरू करिब जति सम्पदाहरू पुनः हामी केही सम्पदाहरू निर्माणाधीन अवस्थामा रहेको छ र यो पनि हामी निरन्तर रूपमा हामी गर्दै जानेछौँ। अब यी सम्पदाहरू संरक्षण गर्ने क्रममा हामीले विभिन्न अनुभवहरू गऱ्यौँ, केही सिक्यौँ, केही गुमायौँ र केही राम्रा काम भयो, केही हामीले जानेर नजानेर केही बिग्रेको अवस्थामा पनि हामीले स्वीकार्नुपर्छ र यो हामीले जुन सिकेका कुराहरू राम्रा नराम्रा जति पनि सिकेका कुराहरू छन् ती कुराहरूलाई ती विषयहरूलाई हामीले आगामी अब आउने भविष्यमा हुने विपदको अवस्थामा हामी तयारी अवस्थामा बस्नुपर्छ। हामीले हिजोका दिनमा तपाईँ हामी सबैजना लागेर विश्व सम्पदा मात्र होइन सम्पूर्ण सम्पदाहरू हामीले निरन्तर रूपमा त्यो रेस्क्युको पिरियडदेखि लिएर पुनर्निर्माणको पिरियड हुने आजसम्म आइपुग्दाखेरि हामीले धेरै कुरा सिकेका कुराहरूलाई अब आउने विपदमा चाहिँ हामीले त्यसलाई सुधारेर कतै बिग्रेको छ हामीले त्रुटि गरेको छ भने त्यसलाई हामी सुधारेर हामी तयारी अवस्थामा हुनुपर्छ भन्ने उद्देश्यले आजको जुन स्लोगन छ, आजको नारा छ,
यो हाम्रो डिजास्टर कन्फ्लिक्ट रेजिलियन्स हेरिटेज प्रिपेयरनेस रेस्पोन्स एन्ड रिकभरी भन्ने जुन छ त्यो हामी तयारी हुने अवस्था पनि हो। त्यो विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पनि यो हामीले आजको कार्यक्रम आयोजना गरेका हौँ। वास्तवमा यो कार्यक्रमको लागि हामीसँग धेरै बजेट थिएन। अघि मन्त्रीज्यूले पनि भनिसक्नुभयो हामी बजेट माग्दै गर्छौँ, उहाँले अब आफ्नो स्रोतले भ्याएसम्म त हो, तर बजेट नभएको अवस्था पनि हामीले गर्नुपर्छ यो काम भनेर एकदमै थोरै बजेटमा चाहिँ हामीले कार्यक्रम सुरु गर्ने भनेर हामी पुरातत्व विभागमा हाम्रो सम्पदा शाखामा सल्लाह गऱ्यौँ। सम्पदा गरिसकेपछि सुरु गरौँ। हामी CWC हाम्रो एउटा कोअर्डिनेटिभ वर्किङ कमिटी भनेर हाम्रो एउटा कमिटी छ, जसमा काठमाडौँ, भक्तपुर, पाटन, चाङ्गु, नारायण, बौद्ध, स्वयम्भू र पशुपतिका साथीहरू पनि हुनुहुन्छ। हामी सल्लाह गर्दा सबैले हामी यो गर्नुपर्छ र आफ्नो तर्फबाट पनि सहभागी हुन्छु, हामीले आफ्नो सहयोग गर्छु भनेर हामीले संयुक्त रूपमा यो कार्यक्रम गऱ्यौँ, जसमा सबैको सहयोगहरू प्राप्त भएको छ। यस्ता भविष्यमा हुन सक्ने र विपदमा जोखिम न्यूनीकरण गर्न पूर्व तयारी गर्नलाई यसले हामीले प्रेरित गर्नेछ र हामीले कार्यदिशा पनि तयार गर्नेछ भन्ने उहाँहरूको प्रेरणा र उहाँसँग छलफल गरिसकेपछि हामीले यो कार्यक्रम तयार गर्न जमर्को गऱ्यौँ। यो कार्यक्रम गर्नको लागि हामीलाई नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग, त्यसै गरेर हनुमान ढोका दरबार हेरचाह अड्डा, काठमाडौँ महानगरपालिका, नेपाल सम्पदा सङ्घ, बागमती प्रदेश हस्तकला सङ्घ, त्यस्तै गरेर स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति, नेपाली सेना र नेपाली नेपाल प्रहरीले पनि हामीलाई यसमा आजको कार्यक्रममा सहकारी गर्नुभएको छ र उहाँको सहयोग छ। त्यस्तै गरेर राष्ट्रिय अभिलेखालय र अरू विभिन्न सङ्घ संस्थाहरूबाट पनि यहाँ प्रतिनिधि भई हामीलाई हस्तीमा हैसे गर्न आउनुभएको छ। उहाँहरू सबैलाई म विशेष धन्यवाद दिन चाहन्छु। पुरातत्व विभागले यस्ता कार्यक्रमहरू निरन्तर रूपमा हामीले सम्पदा संरक्षण सँगसँगै गर्दै जाने म प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। र यस्ता कार्यक्रमहरू र सम्पदा संरक्षणमा अघि दुईवटा कुरा पनि उठ्यो, जस्तै नारायण मन्दिरको र काष्ठ मण्डपको कुरा उठेको छ। पुरातत्व विभागले यो अघि पनि मैले हजुरलाई यहाँ अनुरोध गरिसकेको छु। यसका न्यूनीकरण हामीले यो सम्पदा संरक्षणको क्रममा चाहिँ हामीले विभिन्न सङ्घ संस्थाको प्रत्यक्ष रूपमा हामीले काम गरेका थियौँ। त्यस अन्तर्गत हामीले हनुमान ढोका क्षेत्रका केही कामहरू महानगरपालिका र केही कामहरू पुरातत्व विभागले संयुक्त हामीले काम गरेका छौँ। तीमध्ये हाम्रो काष्ठ मण्डप महानगरपालिकाले उपभोक्ता समिति मार्फत गरिएको थियो र त्यो कार्यक्रम पूर्ण रूपमा काम भइसकेको छ र त्यस अन्तर्गत हामी पुरातत्व विभागलाई अस्ति केही महिना अगाडि हामीलाई त्यसको टेक्निकल एसेसमेन्ट गर्नको लागि अनुरोध गरिआएको थियो र त्यही कमिटी हामीले एउटा कमिटी गठन गरी त्यो असेसमेन्ट रिपोर्ट बुझाइसकेको छौँ भने अब मलाई आशा छ महानगरपालिकाले यो तुरुन्तै कार्य सम्पन्न विभागमा पठाइसकेपछि त्यो हस्तान्तरण गरिसकेपछि हामी छिट्टै नै त्यसलाई खोल्नेछौँ। त्यस्तै गरेर नारायण मन्दिरको केसमा यो निर्माण हुँदै भत्किएको अवस्थामा रहेको र यो पनि महानगरपालिकाबाट निर्माण हुँदै गर्दाखेरिको र केही टेक्निकल समस्या प्राविधिक समस्याहरू आएको कारणले त्यो अहिले निर्माण हुन सकेको छैन। हामी त्यो कुरामा पनि महानगरपालिकालाई छिटोभन्दा छिटो कार्यक्रम सुरु गर्न हामी अनुरोध गर्ने नै छौँ। र पुरातत्व विभागको यस्तै कामहरूमा हामीले केही निर्माणको काममा केही कुराहरू हामीलाई प्राथमिकतामा राखेर हामी अगाडि बढिरहेका छौँ। जस्तै अहिले बनेका सम्पदाहरूलाई चाहिँ जोखिम मूल्याङ्कन गर्ने र अभिलेखीकरण कार्यक्रमलाई हामीले प्राथमिकताको रूपमा राखेका छौँ भने त्यस्तै स्थानीय ज्ञान र परम्परागत प्रविधिको प्रयोगलाई अनिवार्य गरेका छौँ। त्यस्तै स्थानीय समुदाय र विभिन्न निकायहरू बीच सहकार्यलाई बलियो संयन्त्र बनाउन हामी प्रयासरत छौँ। त्यस्तै विपद व्यवस्थापन सम्बन्धी तालिम र सचेतनामूलक कार्यक्रमहरू पनि हामी निरन्तर गर्दै जाने हामी छौँ र यी सबै कुरालाई हामी अगाडि यी सबै कुरा सँगसँगै विभिन्न सङ्घ संस्थाहरूसँग समन्वय गर्दै हामी थप नयाँ कार्यक्रमहरू पनि लिएर जानेछौँ। हामी सबैलाई
स्मरण गराउन चाहन्छु कि सम्पदाहरू केवल विगतको अवशेष मात्र होइन, यो हाम्रो पहिचान हो, अस्तित्व र भावी पुस्ताको सम्पत्ति पनि हो। त्यसैले यस्ता कार्यक्रमहरू हामी संरक्षण गर्नु, सम्वर्धन गर्नु हामी सबैको दायित्व हो र हामी सबैको कर्तव्य पनि हो। मात्र पुरातत्व विभाग, मात्र संस्कृति मन्त्रालय होइन, सबै संस्था, निकाय र स्थानीय वासीहरूको संयुक्त रूपमा हातेमालो गर्दै हामीले यो अगाडि बढाउनुपर्छ। त्यही उद्देश्यले आज हामीले विभिन्न सङ्घ संस्थाहरूकोसँग हातेमालो गर्दै यो कार्यक्रम गरेका छौँ। त्यसको लागि म सम्पूर्ण सहभागी सङ्घ संस्थाहरूलाई म विभिन्न विशेष धन्यवाद दिन चाहन्छु। आजको यस कार्यक्रममा हामीलाई बिहानको खाजाको लागि सहयोग गर्नुहुने काठमाडौँ महानगरपालिकालाई म विशेष धन्यवाद दिन चाहन्छु। त्यस्तै बिहान सुरुवातमा हामीलाई विश्व सम्पदा सम्बन्धी लोगोसहित हामीलाई टी सर्ट वितरण गरेर विश्व सम्पदाको प्रचार प्रसारको लागि सहयोग गरिदिनु भएकोमा हाम्रो स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिलाई म विशेष धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर विगत धेरै वर्षदेखि नेपालको सम्पदा संरक्षणमा जनचेतना सँगसँगै विविध कार्यक्रम गर्दै आउनुभएका नेपाल सम्पदा सङ्घ पनि हाम्रो सहकार्य गर्दैछौँ। त्यसको उहाँलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु। त्यससँगै यस वर्ष हामीले उहाँलाई सहभागीको बागमती हस्तकला प्रदेश हामीले उहाँले सहकार्यको लागि पार्टिसिपेटको लागि निमन्त्रणा पठाएको थियौँ र उहाँले हामी पनि एक्जिबिसन गर्छु भनेर उत्साहित भएर आउनु भएको छ। र हस्तकला सम्बन्धी हाम्रो संस्कृति र सम्पदाको एउटा पाटो हस्तकला पनि हो। हस्तकला सम्बन्धी हामी प्रदर्शनी गर्छु भनेर जुन उहाँले उत्साहका साथ आउनुभएको छ र आज लोहन चोकमा त्यसको प्रदर्शनी भइरहेको छ र उहाँहरूलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु। सँगै अर्को त्योसँगै आजको यस कार्यक्रममा हामीलाई सुरक्षाको प्रबन्ध मिलाइदिनु भएकोमा हामीलाई नेपाल प्रहरी, नेपाली सेना, शार्दुल जङ्गको टिमलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु। विशेष गरेर जुन सम्पदाको विषयमा हामीले त अब हाम्रो उमेरले नै कति देख्यो र, तर जुन 90 सालभन्दा पछिको कुरा गर्नुभयो, 72 साल, तर 72 सालभन्दा पछि जुन स्थितिले, जुन हिसाबले हामीले देखेका छौँ र जुन हिसाबले हामीले यो सम्पदालाई जोगाउनु पर्ने थियो र जुन हिसाबले अहिले हाम्रो मन्त्रालयको मातहतमा रहेर पुरातत्व विभागले जुन हिसाबले काम गरिरहेछ पक्कै पनि पर्याप्त चाहिँ छैन। सायद बजेटको समस्याले पनि हुन सक्ला हैन। थुप्रैचोटि उहाँ आउनुहुन्छ हामी कहाँ, यो चिज चाहिँ गरिदिन पाए हुन्थ्यो। अब यो र बजेटको पूर्व सन्ध्यामा पनि छौँ र यो पुरातत्वको र यो के भन्छ मन्त्रालयको एक खालको द्वन्द्व जस्तो नै छ कि अहिले, किनकि उहाँहरूलाई प्रेसर छ नि त। जुन हिसाबले अहिले प्रदेश मान्यज्यूले पनि कुरा राखेर जानुभयो नि त, उहाँहरूलाई प्रेसर पनि छ कि छिटोभन्दा छिटो जुन यो प्राकृतिक प्रकोपले होस् या अघि विज्ञज्यूले भनेर जानुभयो नि, या मानवको तर्फबाट के अरे सम्पदामा जुन हिसाबले वार भएको छ त्यसलाई जोगाउनलाई जिम्मेवारी त उहाँहरूको छ। उहाँहरूको जिम्मेवारी हुँदै गर्दा कयौँ ठाउँमा बजेटको पनि समस्या हुनसक्छ र मैले देखेको विशेष गरेर काठमाडौँमा सामुदायिक, विशेष गरेर अहिले यो सरकार, स्थानीय सरकार छँदैछ, प्रदेश सरकार छँदैछ, सङ्घको सरकार पनि छँदैछ, जिम्मेवारी सरकारको पनि हो, तर त्योभन्दा ठुलो जिम्मेवारी स्थानीय नेतृत्वको, खास गरेर अहिले जति पनि सङ्घ संस्थाहरू आबद्ध हुनुहुन्छ नि त, आफ्नो ठाउँबाट जुन हिसाबले सहयोग गर्नुभएको छ पक्कै पनि आगामी दिनमा सहयोग गर्नुहुने नै छ। खास गरेर अब यो क्षेत्र, यो काठमाडौँको 8 नम्बर आउँदा आउँदै यो थुप्रैचोटि यो ठाउँमा स्वयम्भूदेखि लिएर यो हाम्रो हनुमान ढोका, यो सम्पदा क्षेत्र र यो पुरानो यो ठाउँमा थुप्रैचोटि आउँदै गर्दा जहिले पनि विराज भक्त, म मान्यज्यू हामी बसेर यो चिया चौतारीमा पनि थुप्रै कुराहरू गर्छौँ कि, तर कतै न कतै अहिले हामी त्यो नेतृत्वमा पनि छौँ। खास गरेर अब हाम्रो मन्त्रालयको जिम्मेवारी पनि हो, पक्कै पनि बजेटको पूर्व सन्ध्यामा छौँ। तपाईँहरूले दिने सल्लाह, खास गरेर प्रमुख अतिथिको काम हामीले भन्नुभन्दा तपाईँहरूले सुनाउने अनि त्यो पोको पारेर लगेर भोलिको दिनमा कार्यान्वयनमा कसरी लाने भन्ने नै हो। त्यसको लागि फेरि पनि आयोजकलाई धन्यवाद र जति पनि कुरा सुनाउने साथीहरू हुनुहुन्छ, विज्ञहरू हुनुहुन्छ र सम्पूर्णलाई
आज विशेष गरेर यो सम्पदा दिवस 2082 को शुभकामना दिँदै बिदा हुन्छु। हस्, धन्यवाद।